हेलो सम्पूर्णमा नमस्कार। हजुर नमस्ते सबैजनालाई। मेरो नाम रोशन कोरिया, मेरो घर लमजुङ, बसोबास काठमाडौँमा। अहिले चाहिँ हाल कोरिया दक्षिण कोरियामा चाहिँ अब अहिले आफ्नो वैदेशिक रोजगारको सिलसिलामा काम गर्न आउनु भएको साथी हुनुहुन्छ अनि उहाँ चाहिँ रोशनजी हुनुहुन्छ। उहाँको छोटो मिठो आफ्नो परिचय सँगसँगै कार्य क्षेत्रको कामको अनुभव र बसाइ, यहाँको कोरियाको रहनसहन, अनि अर्को कुरा भनेको मेन काम गर्ने कार्यस्थलदेखि लिएर आफ्नो दैनिक जीवन कस्तो बितिरहेछ भन्ने कुरा चाहिँ म छोटो मिठो जानकारी सहितको भिडियो बनाइरहेको छु। ब्लग भिडियो हेर्दै गर्नु होला। धेरै धन्यवाद प्रश्नको लागि। हाम्रो साथी हुनुहुन्छ, हाम्रो भेटघाट भयो, त्यसपछि अहिले एकदम राम्रो सम्बन्ध भइरहेको छ होइन। यतिको भाइब्स चाहिन्छ। अलराइट। अनि हाम्रो दक्षिण कोरिया आउनुभएको तपाईँ कहिलेदेखि कति वर्ष भयो, के छ जानकारी दिन पाऊँ? हजुर, म आएको अब लगभग 2 वर्ष जति हुँदा अब 2023 तिर आएको। 2023 मा आउनु भएको रहेछ। हजुर हजुर हजुर। अनि 2023 कुन महिना आउनु भएको छ? म 2022 को अन्तिममा होला भन न। 2022 को अन्तिम डिसेम्बर भनेपछि 23 नजिकै। हजुर, डिसेम्बर जाडो महिनामा आएको। हजुर, 2022 को अन्तिममा भन्छ। अहिले हिउँ परिरहेको थियो हामी आउँदाखेरि होइन, एकदम जाडो थियो। अनि त्यो महिनामा आइयो। अनि त्यसपछि म चाहिँ यता छननासन भन्ने ठाउँमा आएँ। अनि त्यहाँ एउटा कम्पनीमा हाम्रो चाहिँ टाइल्सहरू भन्थ्यो, डेकोरेसन टाइल्सहरू भन्ने कम्पनीमा। अनि त्यो चाहिँ अमेरिका एक्सपोर्ट हुँदो रहेछ। अमेरिका जाने हो। हजुर, त्यो प्रोडक्टहरू कोरियाले पनि पहिलोचोटि अब अमेरिका पठाउँछ भन्ने कुरा चाहिँ म साथीको इन्टरभ्यूबाट सुनेँ होइन। अरू भिडियोहरूमा चाहिँ देख्थेँ, तर फेस टु फेस अहिले साथीको इन्टरभ्यूमा देखेको है। हजुर। अनि साथीको काम चाहिँ मेरो भनिहाल्नुभयो। हजुर, कति बजीदेखि कति बजीसम्म सुरु हुन्छ? 12 घन्टे हो हाम्रो। 12 घन्टा 12 घन्टा हो। 12 घन्टा नन स्टप आरामले दुःख पिर केही नभनिकन फेसबुक लगातार काम गर्ने हो। 12 घन्टे हो हाम्रो। हजुर। अब 12 घन्टा काम गरेर घर आउँदा होइन अभी चाहिँ एकदम थाकिन्छ होइन, लखनदरण भइन्छ। अनि त्यसपछि अब खानासाना बनाएर खानु पर्यो, यसो सरसफाइ गर्नु पर्यो, नुहाइधुवाइ गर्दै यताउता गर्दाखेरि अब तपाईँको 10 बजेपछि मनमा ढ्याङ्ग्रो हान्छ, भोलि काममा जानु छ। छिटो सुत्नु पर्यो होइन, एकछिन रिल्सहरू हेऱ्यो। अब त्यस्तै हो क्या, समय त्यतिकै जान्छ। आफ्नो हबिजहरूमा चाहिँ समय दिन चाहिँ सकिरहेको छैन होइन। तर कतिजना साथीहरूले गर्नुहुन्छ। अब दक्षिण कोरियामा काम सँगसँगै आफ्नो रुचि क्षेत्रको कामलाई पनि प्राथमिकता दियो भने अझ सहज हुन्छ जस्तो लाग्छ। एकदम सहज हुन्छ। आफूलाई पनि एउटा भित्रैदेखिको एउटा छुट्टै भाइब्स, अब मनको शान्त, अनि पैसा सँगसँगै आफ्नो रुचि अनुसारको क्षेत्रमा काम गर्न सही भन्नुभयो, रमाइलो हुन्छ जस्तो लाग्छ। एकदम सही भन्नुभयो। कस्तो लाग्छ दक्षिण कोरियाको तपाईँले भनेको? हजुर, कस्तो बितिरहेछ हजुरको? बसाइ मेरो त्यही हो। म 12 घन्टा सिफ्ट काम गर्छु होइन, वर्किङ एभ्री डे 12 आवर्स होइन। अब काम गऱ्यो, घर आए बस्यो, त्यस्तै भइरहेको छ। अब मैले आफूलाई अलिकति स्ट्रेस रिलिज गर्नलाई चाहिँ के गर्छु भन्दा चाहिँ म चाहिँ चर्च जान्छु होइन। चर्च जान्छु, चर्चमा मेरो साथीहरू छन्, साथीहरूसँग भेटघाट गर्ने, लन्च आउट गर्ने होइन, छमछिम बाहिर जाने, खाने, मन पर्यो खानेकुरा खाने। अरू बेलामा चाहिँ अब घुम्छु म चाहिँ धेरै। मलाई चाहिँ आई लभ ट्राभलिङ होइन। नयाँ नयाँ ठाउँमा जाने, कफी मनपर्छ होइन। म नयाँ नयाँ कफीहरू ट्राई गर्ने हो, खाने हो। अनि कफी सपमा बस्न मन लाग्छ। अलिअलि बुक रिडिङ पनि गर्छु। अध्ययन क्षेत्रमा पनि गर्नुपर्छ। हजुर, रुचि भएको क्षेत्रमा लागेको अझ राम्रो। हजुर। अनि फिल्म हेर्छु म, त्यही हो। अरू कुरा त त्यस्तै। हजुरको बिहे भएको छ कि छैन? म त बिहे भएको छैन नि। दक्षिण कोरियामा सिङ्गल गर्ल म्यारिडहरू नभएकोले चाहिँ कन्ट्याक्ट गर्दा सक्नुहुन्छ है। हाम्रो रमाइलोको लागि होइन, र कुरो सत्य पनि हो। सबै कुरा त अब तपाईँले भन्नुभयो। तर यो दक्षिण कोरियामा महिनामा 3-4 लाख कमाइन्छ भन्छ, साँच्चै हो त? यो साँच्चै हो, साँच्चै नै हो त? साँच्चै हो। यो साँच्चै कसरी हो भन्दा चाहिँ हजुर कसरी कमाउन सकिन्छ? यहाँ हाम्रो दर्शक श्रोताहरूलाई अब जनता जान्न चाहन्छ दक्षिण कोरियाका अब हुनेहरू महानुभावहरूले 3-4 लाख 5 लाख थाप्छन् भन्छन् होइन, कमाउँछन् भन्छौँ नेपालीमा भन्दाखेरि। कसरी कमाउँछन् त्यो दुःख पीडाहरू पनि भनिदिएको एकदम राम्रो।
तपाईहरुलाई क्लियर हुने कुरा चाहिँ मैले चाहिँ 4 लाख कमाउँदिन हैन क्लियर तर कोरियामा चाहिँ 3 लाख भन्दा तल त कमाउनु हुन्न होला नि त त्यहाँ भन्दा तल चाहिँ हुँदैन 3 लाख देखि 4 लाखको बीचमा एभरेजमा तपाईहरु आफै कुरा बुझ्नु होला जनता जान्न चाहन्छ भन्ने कुरामा चाहिँ हामी विश्वास गर्छौं हैन यस्तो छ कस्तो छ भन्दा चाहिँ तपाईको प्रश्नलाई म उत्तर दिँदाखेरि चाहिँ हजुर 4 लाख कमाउने साथी मैले चिनेको छु देखेको छु स्यालेरी स्लिप हेरेको छु 5 लाख कमाउने देखेको छु मैले चाहिँ कमाउँदिन तर यदि त्यति कमाउनु हुन्छ भने उहाँले त्यति पैसा पाउने जति मेहनत पनि गर्नु भएको हुन्छ मेहनत गर्नु भएको हुन्छ अब त्यहाँ एक्स्ट्रा वर्क आवरहरु हुन्छ हैन ओभरटाइमहरु गर्नु पर्ने हुन्छ दुःख धेरै हुन्छ अझ कामको स्वभाव अनुसार नेचर अनुसार अलि रिस्की कामहरु पनि हुन सक्छ अनि बेसिक नै 2 लाख छ कोरियामा हैन त्यो सबैले जानकारी नै छ बेसिक 2 लाख छ अलिकति बढी एक्स्ट्रा काम गर्ने भयो र राम्रो कम्पनी पर्यो भने त्यति कमाउन सक्नुहुन्छ मेहनत त्यही अनुसारको चाहिँ गर्न पर्छ पोसिबिलिटी छ यो कुरा सत्य नै हो भन्छु तर अब एभरेजमा तलमाथि त भइहाल्छ तलमाथि भइहाल्छ जस 3 देखि 4 लाखको बीचमा तपाईले कमाउनु सक्नुहुन्छ म जस्तै अब 12 घण्टा काम गर्छु अब आउने नयाँ जेनेरेसन नेपालबाट इपिएस भाषा पढ्दै गरेको भाइ बहिनीहरुलाई चाहिँ तपाई के सजेसन दिन सक्नुहुन्छ सजेसन दिन चाहनुहुन्छ धेरै राम्रो प्रश्न गर्नु हो अभिज्यू हैन अब यो चाहिँ कस्तो छ भने मेरो त धेरै लामो समय कोरियामा भएको छैन हैन यहाँ 10 वर्ष 17 वर्ष 12 वर्ष बिताउने दाजुहरु हुनुहुन्छ दिदीहरु हुनुहुन्छ हैन जस्ट मैले भन्नु भनौं न लगभग 3 वर्ष हुँदैछ नि त उहाँहरुले अझै बेटर दिन सक्नुहुन्छ तर तपाईले भने जस्तो मेरो 2-3 वर्षको अनुभवमा चाहिँ म के भन्छु भाषा राम्रोसँग पढ्नुस् आफ्नो कम्युनिकेसन स्किलहरु राम्रो बनाउनुस् अनि त्यसपछि तपाई आउनु भन्दा अगाडि गर्नुपर्ने तयारीहरु के हुन्छ राम्रो तयारीहरु गरेर आउनुस् राम्रोसँग मिनिङहरु पढ्नुस् बुकहरु पढ्नुस् हैन भाषामा त पास गर्नै पर्छ त्यही भएर मेहनत त तपाईले ल्याङ्ग्वेजमा गर्नै पर्छ त्यसको साथसाथै चाहिँ तपाईले आफ्नो मेन्टली प्रिपेयर भएर आउनु किनभने कोरिया हामीले त्यहाँबाट ड्रीम कन्ट्री पिक्चर हैन यहाँको सौलको सबै देखिन्छ एकदम वाउ देखिन्छ यहाँको रंगी चंगी पातहरु देखिन्छ मन हराएर हुन्छ हाम्रो नि बात थियो हैन तर यहाँ अलिकति रियालिटी डिफरेन्स पनि हुन सक्छ तर तपाईले देखेको सपनासँग मिल्दो जुल्दो पनि छ अन द टप अफ दैट म के एड गर्छु भन्दा चाहिँ मेन्टली प्रिपेयर हुनु मेन्टली स्ट्रङ हुनु पर्छ कामको बारेमा पनि आफूले जिज्ञासा धेरै लिनु पर्ने हुन्छ हैन लिनु पर्छ यहाँ जिम्मेवारी पनि लिनु पर्छ मान्छेहरुबाट गाली गलौच पनि सुन्न सकिन्छ दुर्व्यवहार पनि हुन सक्छ हैन फेरि मिल्ने साथी पनि हुन सक्छ नमिल्ने साथी पनि हुन सक्छ यी सबै कुराहरुको लागि चाहिँ च्यालेन्जेसलाई चाहिँ म गर्न सक्छु सेका थाहा सुइसयो छासेनी इस्यो याराबुन्दुल छालथ्रसियो यतिको आई हेभ कन्फिडेन्स भनेर चाहिँ आउनु हैन त्यति भएपछि तपाईले राम्रोसँग टिक्न सक्नुहुन्छ गर्न सक्नुहुन्छ सुरक्षित रहनु हेल्थ इज फर्स्ट प्रायोरिटी हैन हेल्थलाई चाहिँ एकदम प्रायोरिटी गर्नुस् आराम गर्नुस् काम गर्नुस् पैसा कमाउनुस् आफ्नो ड्रीम भिजन के छ हैन पूरा गर्नुस् मेरो त एकदम शुभकामना छ and I am very happy. म धेरै ह्यापी हुन्छु तपाईहरु यहाँ आएर आफ्नो लाइफ सक्सेस गर्नुहुन्छ तर तपाईँ खुसी हुनुहुन्छ नि म खुसी छु ह्याप्पीनेस म्याटर्स के हो सुन्नुस् खुसी चाहिँ हुनु पर्यो 3-4 लाख जति नै कमाए पनि आफू खुसी हुन सक्यो भने चाहिँ जस कोरियाको बसाइ चाहिँ अब धेरै लामोसम्म हुन्छ र आफूलाई पनि एउटा छुट्टै सेटिस्फाई हुन्छ भन्ने मलाई चाहिँ लाग्छ तपाईहरुलाई कस्तो लाग्छ कृपया आफ्नो लाइक कमेन्ट र प्रतिक्रियाहरु अब जनाउँदै गर्नु होला हैन बाकी कुरा चाहिँ अर्को नेक्स्ट भ्लगमा आउने छ त्यति दिनको लागि चाहिँ जय कोरिया जय नेपाल जय नेपाल जय कोरिया क्यामेराम्यानमा चाहिँ हाम्रो अरुण छिङ्गु हुनुहुन्छ र यता चाहिँ हाम्रो रोशन सर हुनुहुन्छ है त हेलो गाइस नाइस मिटिङ यु प्लिज सब्स्क्राइब हिज च्यानल एन्ड सपोर्ट हिम लेट्स क्रिएट अनदर मिडिया इन्फ्लुएन्सर सरी अबित धिमाल भ्लग Please go to YouTube right now and share and subscribe and check out his Instagram, his TikTok and everything. He's gonna give you entertainment. Alright? Alright. My best wishes to my brother. Ne, kamsahamnida. Hey, Chonmane.